हेलो गुड मर्निङ एभ्रिवान। तपाईँहरूलाई चाहिँ यो गार्लिकको चटनी कतिको मनपर्छ भने आउनुहोस्, आज यो गार्लिकको चटनी बनाऊ। यो चाहिँ एकदमै मिठो हुन्छ है। यो चाहिँ बनाउन नि एकदम सजिलो छ। यसमा चाहिँ केही पनि चाहिँदैन है। गार्लिकलाई चाहिँ लिने आफूलाई कति चाहिन्छ जति बनाए पनि भयो क्या। यो चाहिँ स्टोरेज गर्न पनि मिल्छ। अनि यसमा चाहिँ यो चिल्ली पाउडर, अनि चिल्ली पाउडर चाहिँ मजाले राखिदिने है, अरू के पनि चाहिँदैन। यो स्पाइसी छैन, यो चाहिँ कश्मिरी रेड चिल्ली हो। अनि रेड चिल्ली राखिसकेपछि अनि थोरै सल्ट राखिदिने। अनि त्यसपछि यसलाई चाहिँ अब म ब्लेन्डरमा चाहिँ यसलाई क्रस गर्छु है। अब यो चाहिँ यतिको भइसकेको छ है। अब यसलाई चाहिँ म पकाउँछु। यो चाहिँ मेरो एकदमै सानो क्युट कराई छ है। यसमा म चाहिँ ओइल राख्दैछु। ओइल चाहिँ धेरै नै चाहिन्छ है, यसलाई मजाले पकाउनु पर्ने हुन्छ। अनि यो ओइल चाहिँ मजाले पाकेपछि तातेपछि है, यसमा म यो क्रस गरेको गार्लिक राखिदिनेछु। अब यसलाई चाहिँ है लो ग्यासमा चाहिँ थोरै बेर पकाउनु पर्छ एकछिन मजाले यो गार्लिक चाहिँ पाकेपछि। अनि हजुरहरूले चाहिँ फ्रिजमा स्टोर गरेर राखेर लङ टाइमसम्म पनि है युज गर्न सक्नुहुन्छ। यसलाई चाहिँ तपाईँहरूले पनि चाहिँ रोटीमा अनि दाल खाना जेमा पनि खान सक्नुहुन्छ है। एकदमै टेस्टी हुन्छ है यो चटनी चाहिँ। हजुरहरू पनि ट्राई गर्नु होला। थ्याङ्क यू।